हेलो साथीहरू, वेलकम टु सुशान्त ब्लग। तपाईँहरूलाई मेरो ब्लगमा स्वागत छ। आज चाहिँ म तपाईँहरूलाई सिकाउँदैछु कि ट्रेकमा जाँदाखेरि हामी कसरी हिँड्ने, के गर्दाखेरि इजी हुन्छ भनेर हैन। किनकि यस्तो टिप्स एन्ड ट्रिकहरू एकदम जरुरी छ। भर्खर फर्स्ट बिगिनर हुनुहुन्छ भने ट्रेक जाँदाखेरि म्याक्सिमम मिस्टेक गर्नुहुन्छ हैन। हिँड्दाखेरि एकदम थाक्नुहुन्छ। अनि के गर्नुपर्छ के गर्नु हुँदैन भनेर म तपाईँहरूलाई सिकाउँछु आज। त्यसैले यसो भिडियो हेरिदिनुहोस्। धन्यवाद। ल टिप्स एन्ड ट्रिकहरू हेर्दै गर्नुहोस्। यस्तो हुन्छ कि यहाँ टिप्स भनेको कस्तो छ भने चाहिँ तपाईँहरू हिँड्दाखेरि बोल्दाखेरि जस्तै सास लिनुहुन्छ, मुखबाट सास एकदम कम फाल्नु, सब कम्प्लिटली मुख बन्द गर्नु। नत्र यसले यो भिडियो बनाउँदा बोल्दाखेरि सास बढी पुरा थाके एकदम छिटो थाकिन्छ कि यसरी। नाकबाट सास लिनुहोस्, नाकबाटै फाल्नुहोस् होइन, मुखबाट गऱ्यो भने थाकिन्छ। बाँकी भ्यू चाहिँ एकदम कडा छ। हामीसित आएको टुरिस्ट वहाँ तल आज। अनि यही घाम यहाँ छ। बिहान ज्याकेट लगाएर निस्केको थिएँ, गऱ्यो भए अहिले नर्मल टी सर्ट र ट्र्याकमा छु। यो पनि खोलिदिउँ जस्तो भएको छ र हावा पनि लागिरहेछ, चिसो छ एकदम होइन। यति नै हो। अब माथि यसपछि लोवर सिनमा पुगेपछि तपाईँहरूलाई भेट्नेछु। हस्, धन्यवाद।